नमस्कार। आज चाहिँ श्रमदान कीर्तिपुरमा भव्यका साथ भइरहेको छ र तपाईँहरूलाई यो भिडियो मार्फत देखाइरहेको छु र यो यत्रो बिल्डिङ चाहिँ यसरी सबैका साथ यसरी पल्टाइराख्नु भएको छ र तल्लोपट्टि पनि यस्तो यत्रो झाडी पल्टाउनु भएको छ। यो कति वर्ष 8-9 वर्षको झाडी होला। यो सरकारले चाहिँ अनव्यवस्थित गरेर चाहिँ यहाँनिर सरसफाइमा ध्यान नदिएर चाहिँ अहिले श्रम शक्ति पार्टीको चाहिँ श्रमदानले चाहिँ यो घारी फाँडेर चाहिँ यहाँनिर चाहिँ पार्क बनाउने भन्नुभएको छ र यो शिक्षा मन्त्रीज्यूले दिनुभएको आदेश अनुसार नै यहाँनिर श्रमदान भइरहेको छ र यो हर्क सम्पन्नबाट श्रमदान भइरहेको छ र यत्रो पल्टाइराख्नु भएको छ, देख्न सक्नुहुनेछ। र लिड गर्दै हुनुहुन्छ उहाँले श्रमदाताज्यूहरूको यो यत्रो यसरी झाडी हाल्नु भएको छ। उता पनि धेरै हुनुहुन्छ श्रमदाताज्यूहरू, यता पनि धेरै हुनुहुन्छ र यहाँनिर भाइरल टिकटक दिदी पनि आउनु भएको छ बहुत बडो। र तपाईँहरूलाई यो भिडियो मार्फत देखाइरहेको छु। यतापट्टि पनि हुनुहुन्छ र यतापट्टि पनि हुनुहुन्छ। कोही थकान भएर बस्नु भएको छ पसिना काटेर, कोही चाहिँ भनेदेखि यस्तो श्रमदाताज्यूहरू पल्टाइराख्नु भएको छ। तपाईँहरूलाई भिडियो मार्फत तपाईँ पनि श्रमदानमा जोडिनु सक्नुहुनेछ भने शनिबार चाहिँ कीर्तिपुर रङ्गशालाको अपोजिटपट्टि जङ्गलमा आएर श्रमदान गर्नु सक्नुहुनेछ र त्यो भिडियो मार्फत देखाएको छु र पुरै कुरो पसिना देख्नु सक्नुहुनेछ। म श्रमदाता हुँ, हेर्दिनँ म अरूको आश, बोल्दिनँ म जिउँदो लास, सजाउँछु श्रम परिवेश, बनाउँछु म आफ्नो देश भन्ने टोलु खण्डुबाट नीति गर्दै हुनुहुँदो रहेछ उहाँले यसरी लाइनबद्ध भएर चाहिँ श्रमदान गरिराख्नु भएको छ। यत्रो झाडी पल्टाइराख्नु भएको छ, देख्न सक्नुहुनेछ त्यो भिडियो मार्फत। र यो चाहिँ शब्द सेयर गरेर त्यो देश बनाउनको लागि श्रमदान गर्नुपर्छ भन्ने चाहिँ यो हर्क सम्पन्न श्रम संस्कृति पार्टीको चाहिँ यो भव्यका साथ देशको लागि, देश बनाउनको लागि श्रम गरेर मात्र देश बन्छ भन्ने यो लहर कीर्तिपुर रिसोर्टमा चलिरहेको छ। र यहाँ चाहिँ सबै श्रमदाताज्यूहरू आउनु भएको छ र यहाँ माथि पनि बस्नु भएको छ। अब यहाँ पनि श्रमदान यतापट्टि पनि भइरहेको छ श्रमदान। तपाईँहरूलाई यो भिडियोमा देखाउँदैछु। यता पसिना पुज्दै हुनुहुन्छ, पुरै श्रम गरिसकेर पसिना उहाँ पनि हुनुहुन्छ एकदम झाडी फाँड्दै। यति भव्यका साथ आज हजारौँ श्रमदाताहरू आएर चाहिँ श्रम गरिराख्नु भएको छ र यता पनि देख्न सक्नुहुन्छ। र यत्रो सुकेका मुढाहरू सरसफाइको लागि चाहिँ यसरी छुट्टै यता पनि जोडिनु भएको छ, श्रम गरिराख्नु भएको छ, झाडी राख्नु भएको छ उहाँले चाहिँ। र यसरी अर्कोतिर हुँदैछ भने यतातिर पनि छुट्टै भइरहेको छ र यहाँ श्रम गरेर चाहिँ देश बनाउनु पर्छ भनेर चाहिँ लागि पर्नु भएको छ। के त देश बन्छ त श्रम गरेर? बन्छ, साँच्चीकै बन्छ। नमस्कार, कहाँदेखि आउनुभयो? नमस्कार, म अहिले मैती घटेकोला। नामदेखि सुरु गर्नु न, तपाईँको नाम खुलाइदिनु। मेरो नाम राजकुमार श्रेष्ठ। राजकुमार श्रेष्ठ, हजुर। श्रम गरेर देश बन्छ भनेर आउनुभयो? एकदम स्योर। अनि बन्दैन ढुङ्गा बोकेर देश बन्छ त भनेर चाहिँ? होइन, त्यो त अब सबै कुरोको श्रमै हो नि, अरू पनि श्रम हुन्छ नि। श्रम त जेबारी श्रम गर्नुपर्छ, जस्तै भयो श्रम गरेर देश बन्छ। त्यसपछि हर्क सम्पर्कको टिममा जोडिनु भएको छ तपाईँको? जोडिएको छु म त। म पहिलादेखि नै अब हेर्दै थिएँ, हेर्छु म सबै।
संशक्ति पार्टीले नै देश बनाउनु छ त अब अहिले त्यही देखिया छ क्या रवि रवि भनेर भन्छन् एमाले काङ्ग्रेसले मात्र बनाउन सक्छ संसदीय यस्तो हो भनेर भन्छ ढुङ्गा बोकेर पनि देश बन्छ भनेर भनिरहेको कहाँ हुन्छ सत्यको पक्षमा लाग्ने सत्य कुरो कर्मभन्दा ठुलो कुरो त केही छैन नि यसमा दुई मात्रै छैन दुई मात्रै छैन छैन त्यसो भए संशक्ति पार्टीले यसपालि मत लिएर जित्नेछन् त हर्क सम्मान प्रधानमन्त्री हुनुभयो भने चाहिँ देश बनाउनु सक्नुहुन्छ कि मिलाएर लानु सक्नुहुन्छ कि हुन्न मिलाएर पनि लैजानुपर्छ सबैलाई समेट्नुपर्छ जस्तो अहिले हर्क साहबको जो मेयर साहबले चाहिँ सबै कुराहरू छ त सबैलाई विरोधीलाई पनि धन्यवादका साथ एकदम होइन सब स्वागत गरेरै उ गर्ने भनेको पछि कसैलाई विभेद नगर्ने लैजाने तर कर्म गर्नु पर्यो हर्क सम्मानज्यू त मेयर साहब त अलिक घमण्डी हुनुहुन्छ उहाँको स्टाटसले आजित भयो भनेर जनताहरू एकदम रिसाइराख्नु भएको छ नबुझ्ने के हुन्छ त्यो त व्यवहारमा देखिने आखिर त नि अहिलेसम्म होइन र व्यवहारले देखाउने कुरा भने घमण्ड धेरै छ हर्क सम्मानज्यूको भनेर भनिराख्नु भएको छ के हो होइन त्यस्तो त होइन अब बुझाइको कुरो हो त्यो त अब सबै परिस्थितिले सबैले बताउँछ सबै कुरा विश्वस्त हुनुहुन्छ विश्वास छ एकदम ठोक गएको छ एकदम ठिक धेरै धेरै धन्यवाद श्रम गर्न आउनु भएको छ आज र पसिना बगाइराख्नु भएको छ देशको लागि भनेर अस्ति आखी भयो शनिबार अस्ति पनि आउनु भएको छ ल धेरै धेरै धन्यवाद यसरी चाहिँ श्रम गरिराख्नु भएको छ यसरी तानेर कति गाह्रो छ भन्ने त यहाँ श्रम गर्नेलाई मात्र थाहा छ मुटु नै हल्लिने गरे ओ आयो 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 ल देख्नु सक्नुहुनेछ यसरी चाहिँ श्रम गर्नुपर्ने हुन्छ कति गाह्रो हुन्छ यो लामो तान्नको लागि र यसरी उतापट्टि छुट्टै लहर छ भनेदेखि यतापट्टि छुट्टै श्रम गर्ने यतापट्टि छुट्टै हुनुहुन्छ र यहाँ यतापट्टि श्रमदान यहाँ भव्यको साथ हुँदैछ यत्रो झाडी पल्टाइराख्नु भएको देख्नुहुन्छ त्यो झाडी पनि ठुलो छ यसरी फाँडिराख्नु भएको छ पल्टाइराख्नु भएको छ त्यसरी शिक्षा मन्त्रीज्यू पनि आएर गइसक्नुभयो र यसरी लामबद्ध भएर चाहिँ पुरा यसरी सम्मान गरिराख्नु भएको ठुलो छ यहाँ यो यसरी पल्टाइराख्नु भएको छ उहाँ चाहिँ झोला बोक्ने चाहिँ सिङ्गापुर भुपु लाउरे हुनुहुन्छ बुढा भएर पनि श्रमदानको लागि देशको लागि केही गर्नुपर्छ भनेर चाहिँ उहाँ पनि श्रमदानमा आउनुभएको रे र उहाँलाई मैले कुरा राखेको थिएँ अब देश भ्रष्टाचारी मुक्त देश बनाउनुपर्छ भनेर चाहिँ उहाँ पनि केस खुलिसकेको पनि श्रमदानमा आउनुपर्छ केही गर्नुपर्छ देशको लागि भनेर चाहिँ आउनु भइरहेको छ र यहाँनिर देख्न सक्नुहुन्छ यसरी श्रमदान यसरी यता छुट्टै गर्नुभएको छ उहाँ देख्न सक्नुहुनेछ यत्रो झाडी लडाइराख्नु भएको छ देखिसक्नुहुनेछ यसरी यो झाडी चाहिँ पुरै लडाइराख्नु भएको छ ल यसरी श्रमदान भइरहेको छ यस्तो झाडीहरू निकालिराख्नु भएको छ यसरी झाडी खाँडिराख्नु भएको छ फोहोर व्यवस्थापन गर्ने हुनुहुन्छ प्लास्टिकका बोतलहरू र यसरी हुँदैछ
यसरी गाडी खनिराख्नु भएको छ। नमस्कार। नमस्ते। म चाहिँ यतापट्टि जाँदैछु। यसरी गाडी खनिराख्नु दुई चारवटा गल लिएर आउँदै यता। दुई चारवटा गल लिएर आउनु त यहाँ यसलाई पल्टाइदिउँ।